So mail पनि के आयो भने your video was removed. So hello everyone, welcome back to my new vlog र आजको vlog र यसो मैले साँझ चाहिँ स्टार्ट गरिराखेको छु र मेरो vlog बनाउन त मन थिएन तर पनि म vlog चाहिँ बनाइरहेको छु। अहिले मेरो मुड चाहिँ लिटरली के एकदमै खराब भइसकेको रहेछ कि स्टार्टिङ के हो भने म चाहिँ अब अस्ति नै नेपालगञ्जदेखि आइरहेको थिएँ हैन। सो मैले चाहिँ vlog बनाएको रहेछु। सो मैले त्यो vlog बनाएँ हैन र बनाइसकेपछि मैले जुन अब एडिट गरेँ 1 या 1.5 घण्टा चाहिँ लागेको रहेछ मेरो एडिट गर्नलाई। सो मैले एडिट गरेँ हैन, एडिट गरेँ सब गर्यो हैन ट्याकटुक लागेर। अब मैले चाहिँ त्यो भिडियो अब एक्सपोर्टमा लगाएर सुटिसकेको थिएँ। बिहान चाहिँ एक्सपोर्ट भयो र एक्सपोर्ट भइसकेपछि चाहिँ अब के को रिजनले एरर भएर हो कि खै के ग्लिच भएर जुन मेरो यो भिडियो थियो त्यो ग्यालेरीमा चाहिँ देखिन लागेको थिएन। सो मैले फेरि पनि एक्सपोर्टमा लगाएँ त्यसलाई। फेरि कमसेकम 3 या 4 घण्टा चाहिँ एक्सपोर्टमा लगेको रहेछ त्यो भिडियो। 3-4 घण्टा लाग्यो, लिटरली 3-4 घण्टा लाग्यो त्यो भिडियोलाई एक्सपोर्ट हुन मात्रै। सो यत्रो टाइम लागेर मेरो यत्रो मेहनत चाहिँ युट्युबवालाले डाइरेक्ट भनौँ भनेपछि अब सिधै कि युट्युबमा त्यसपछि मैले चाहिँ भिडियो अपलोड गरेँ हैन। सो मैले 11 बजेर समथिङ 31 या 35 यस्तै मिनट भएको थियो होला र मैले चाहिँ त्यतिमा चाहिँ अपलोड गरेँ हैन भिडियो चाहिँ। सो अपलोड भयो र केही समयपछि चाहिँ सिधै जिमेल आयो कि हैन, मलाई चाहिँ सिधै मेल आयो। सो मेल पनि के आयो भने योर भिडियो वाज रिमुभड। सो मैले चाहिँ अचम्म परेँ हैन, मैले एकछिन त केयर गरेन त्यो मेलको। मैले चाहिँ अब बेस्ट थिएँ हैन। सो मैले चाहिँ अब त्यो मेलको चाहिँ त्यति परवाह गरेन र म एकछिनपछि फेरि म त्यो फ्री भएर हेर्छु नि मेल। सो अब त्यो उसले भन्छ तिम्रो भिडियो चाहिँ रिमुभ गरिदिएको रहेछ युट्युबले। अब सो मेरो दिमाग चाहिँ यस्तो मतलब केही काम नै गर्न लागेको थिएन। एकछिन त पुरा म यस्तो डिप्रेसनमा पुगिसकेको थिएँ। लास्टै मतलब मेरो मन चाहिँ दुख्यो हैन। म चाहिँ यो स्क्रिनशट हालिदिने छु, हेर्न सक्नुहुनेछ। र सो मेल पनि के आयो भने योर भिडियो वाज रिमुभड। सो मैले चाहिँ अचम्म परेँ हैन, मैले एकछिन त केयर गरेन त्यो मेलको। मैले चाहिँ अब बेस्ट थिएँ हैन। सो मैले चाहिँ अब त्यो मेलको चाहिँ त्यति परवाह गरेन र म एकछिनपछि फेरि म त्यो फ्री भएर हेर्छु नि मेल। सो अब त्यो उसले भन्छ तिम्रो भिडियो चाहिँ रिमुभ गरिदिएको रहेछ युट्युबले। अब सो मेरो दिमाग चाहिँ यस्तो मतलब केही काम नै गर्न लागेको थिएन। एकछिन त पुरा म यस्तो डिप्रेसनमा पुगिसकेको थिएँ। लास्टै मतलब मेरो मन चाहिँ दुख्यो हैन। म चाहिँ यो स्क्रिनशट हालिदिने छु, हेर्न सक्नुहुनेछ। र फेरि मैले चाहिँ अब के गरौँ हैन। त्यसपछि मैले अपिल गरेँ र अब भनेको छ 72 घण्टा हैन, अब 3 दिन त लागि नै हाल्छ। अब आजै दोस्रो दिन। सो हेरौँ के कस्तो के गर्छ हैन। र यो भिडियो आउनसम्म चाहिँ यो भिडियो चाहिँ आउँछ कि आउन्न मलाई थाहा भएन। सो अब के नै भन्ने यति नै कुरो रहेछ। तर त्यो भिडियो चाहिँ नआएपछि म फेरि पनि रिअपलोड गर्नेछु त्यो भिडियोलाई चाहिँ। त्यो भिडियोमा चाहिँ गाली गलोज चाहिँ केही पनि गरेको थिएन के, तर पनि यस्तो गरेको रहेछ। म रिअपलोड हुनेछ त्यो भिडियो चाहिँ हैन। म फेरि पनि रिअपलोड गर्नेछु र त्योभन्दा अलि बेटर तरिकाले गर्नेछु जसले चाहिँ मेरो भिडियो फेरि नरिमुभ होस् भनेर। र सायद कतै न कतै मेरै मिस्टेक भएको होला हैन, तब त युट्युबले रिमुभ गरेको हो भिडियो चाहिँ, केही छैन। र अहिले चाहिँ अब म चाहिँ मेरो पहिलाको गाउँ जानेछु र त्यहाँ चाहिँ मेरो अब चितवनदेखि चाहिँ अङ्कलले चाहिँ ड्रेस चाहिँ पठाइदिनु भएको रहेछन्। सो अहिले चाहिँ त्यही लिन जानको लागि छु म चाहिँ जर्सी चाहिँ हैन। र अङ्कललाई चाहिँ म थ्याङ्क यू भन्न चाहन्छु जुन मेरो लागि चाहिँ चितवनदेखि चाहिँ पठाइदिनु भयो हैन। थ्याङ्क यू सो मच। सो म चाहिँ बाइक लिएर जानेछु र अहिले म चाहिँ ब्रोलाई भन्ने छ हैन, दुईजना जान्छौँ हामी। सो
अहिले चाहिँ कोही छैन घर र अलराइट गाइज म चाहिँ अहिले एकछिन पछि चाहिँ मिल्ने छु है हजुरहरूसँग चाहिँ भिडियो चाहिँ लास्टसम्म हेर्दै गर्नु होला च्यानल चाहिँ सब्सक्राइब गरी भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु एकदमै नबिर्सनु होला है म चाहिँ बाइक साइक निकालेर चाहिँ अब रेडी चाहिँ भइसकेको रहेछु र यो चाहिँ सेटअप नै रहेछ मोटो ब्लगिङ सेटअप होइन र अब हजुरहरूले चाहिँ इन्जोय गर्दै गर्नु होला र कपाल कस्तो भएर आइसकेको रहेछ र हेर्न सक्नुहुन्छ म चाहिँ अब स्प्लेन्डर चाहिँ लिएर गइरहेको छु सो यो एउटा बाइक चाहिँ छैन अहिलेको टाइममा चाहिँ बुवाले लग्नु भएको रहेछ अहिले यही गाडी लिएर जाने हो र ब्रोलाई मैले भने खै के गइरहेको रहेछ नि यार र हेर्न सक्नुहुन्छ सो म अहिले केही छिन पछि मिल्छु आवाज चाहिँ आउने छैन र अब सिधै हजुरले चाहिँ भिडियो क्लिप मात्र देख्न सक्नुहुनेछ र मेरो भोइस चाहिँ आउने छैन किनभने यो चाहिँ काम गरिरहेको छैन अहिले चाहिँ खै के पो भिडियो पहिला त काम गर्थ्यो तर आजभोलि त खै के भएको कामै गर्दैन सो हेर्नै गर्नु होला यार ये कितनी औसम है सो अलरेडी गाइज अहिले चाहिँ पुग्यो होइन सो म चाहिँ आइसकेँ होइन दिदीको घर क्या आपके टूथपेस्ट में नमक है यहाँ घुमा दी के घर में पानी ना है अरे ते हमरे आइ तो ना पानी थोड़ी काम कल गई छ यार नानी को अपनी तरफ का करी हम दिन के निकाल हम गलती हो हम ना कहो तू दे ना हम तू दे वो तू नहीं ना जिताई तू ना नहीं बनाई सो लेट गाइज जर्सी चाहिँ आइसकेको रहेछ इधर यूट्यूब में डर यहाँ पे कुछ छोट बना दे लस ये अच्छा नहीं कुछ नहीं ठीक दिखाओ तो यही नहीं रहेछ ड्रेस गाइज ड्रेस चाहिँ आइसकेको रहेछ प्रिंट कर क्या एकदम खतरनाक तर आजभोलि त पानी आएर सब ग्राउन्ड नै गन्दा सो अलराइट गाइज अब चाहिँ हामी जान आँटिसकेको रहेछ र अहिले म फेरि पनि हुनेछु केही समयपछि है त अलराइट गाइज अब सौकिल हो अब चाहिँ हामी ड्रेस लिएर चाहिँ गइरहेको छ घर सो सरी होइन अब घर चाहिँ नजाने अहिले साइकल लिन जानु छ कोटी चाहिँ अब त्यहाँ जाने हो र साइकल लिएर त्यसपछि चाहिँ घर जान्छौँ हामी साइकल लिन चाहिँ अब घर चाहिँ पुग्यो होइन सो अलराइट गाइस घर चाहिँ पुग्यो अनि यही साइकल लिनको लागि गएको थियौँ हामी चाहिँ र यो चाहिँ टी सर्ट रहेछ बजाएको छ होइन यो अघि नै चाहिँ देखिसक्नु भयो होला हजुरहरूले चाहिँ सो
अबको ब्लग चाहिँ यतिमै एन्ड गरौँ मिल्ने छु म नेक्स्ट ब्लग लिएर एकदमै छिटो नै र च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला सो मिल्छु म नेक्स्ट ब्लगमा बाई बाई गाइस